बत्ती बालेर कार्यक्रम उद्घाटन गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै क्रममा हार्दिक अनुरोध गर्दछु। धन्यवाद सर। स्थापना फोटोग्राफर संघ तथा जोन हाउसको आयोजनामा जोन र जुनियर सम्बन्धितहरू विद्युतीय प्रयासित स्थान सारा पालित गर्नुभयो। आयोजक फोटोग्राफर संघ र जोन हाउस सहयोगी संस्थाहरू फोटो कमिसन काठमाडौँ आकाश भैरव चितवन एडभान्स बिल्डिङ नाममा कार्यक्रम शुभारम्भ भएको निवेदन गर्दछु। तथा फोटोग्राफर सङ्घका सचिवज्यूलाई नवलपुर फोटोग्राफर सङ्घ तथा ड्रोन हाउसको आयोजनामा आयोजित यो ड्रोन र टेक्नोलोजी डिपार्टमेन्टमा अध्यक्षको रूपमा पाल्न उपस्थित हुने आजको अध्यक्षज्यू, आजका प्रमुख अतिथिको रूपमा पाल्नुहुने वरिष्ठ प्रशासकीय अधिकारी एकीकृत सेवा कार्य हाउसका श्री विक्रम सुवेदीज्यू, विशिष्ट अतिथिको रूपमा पाल्नुहुने आजको प्रशिक्षक राजकुमार देवी सिन्हाज्यू, त्यसै गरी अतिथिको रूपमा पाल्नुहुने नेपाल फोटोग्राफर महासङ्घका केन्द्रीय सदस्य तथा नवलपुर फोटोग्राफर सङ्घका निवर्तमान अध्यक्ष श्री दिपेन्द्र बस्यालज्यू, संस्थापक अध्यक्ष आदरणीय किशोर अधिकारीज्यू लगायत आजको यस कार्यक्रममा उपस्थित सम्पूर्ण फोटोग्राफर साथीहरूलाई मेरो व्यक्तिगत तर्फबाट साथै संस्थाको तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत तथा धन्यवाद गर्न चाहन्छु। त्यसैले आजको यस कार्यक्रम आयोजना गर्नुको कारण उद्देश्य चाहिँ हामी फोटोग्राफरहरू चाहिँ प्रविधि सँगसँगै हामी हिँड्यौँ र हाम्रो व्यवसायलाई समयअनुसार हामीले अपग्रेड गर्दै गयौँ भने पक्कै पनि हामी हाम्रो आफ्नो व्यवसायमा चाहिँ हामी सफल हुन्छौँ र त्यही उद्देश्यका साथ आजको यो कार्यक्रम सञ्चालन गरिएको छ र यो कार्यक्रम आयोजना गर्ने आयोजक टिमलाई अनि विशेष धन्यवाद। साथै यो कार्यक्रमले पक्कै पनि आज सम्पूर्णका साथ यो छोटो स्वागत मन्तव्य दिइराख्न चाहन्छु। धन्यवाद। आफ्नो प्रशिक्षण आरम्भ गर्न अनुरोध गर्दछु।
मेरो नाम चाहिँ राजकुमार मिश्रा चाहिँ फिल्ममा रिपेयरिङ फिल्ममा क्यामेरा यो फोटोग्राफी 14 वर्षदेखि छु। मैले चाहिँ 14 वर्ष भयो क्यामेरा ड्रोनहरू बनाइरहेको टाइम टाइममा यस्तो क्लासहरू पनि दिइरहेको छु उसको ताकि जस्तो फोटोग्राफर भिडियोग्राफर साथीहरूलाई चाहिँ सबैलाई सहयोग होस् भन्ने खालको एउटा इन्डेक्स प्लानहरू टाइम टाइममा गरिरहेको छु। अनि अब प्राविधिक सँगसँगै पहिला अब डिजिटल टेपलाई चाहिँ सुरु काम गरेको म आफूले अनुभव अब अहिले चाहिँ ड्रोनसम्म आइसकेको छ। त्यसमा चाहिँ तपाईँको फोटोग्राफी भिडियोग्राफीहरूको यसको चाहिँ हामीलाई अहिले फोटोग्राफीहरूमा चाहिँ एकदम धेरै ड्रोनको युज भएको हिसाबले चाहिँ सरले भन्नुभयो एउटा ड्रोनको बारेमा केही क्लासहरू गरौँ न त भन्ने हिसाबले चाहिँ ड्रोनको एउटा सानो सेसन गर्छु भनेर चाहिँ मैले कुरा गरिरहेको सरले केही कुरा ड्रोनको बारेमा आइडिया सेयर गरौँ भनेर चाहिँ यहाँ नेपालमा चाहिँ यो ड्रोन भनेर चाहिँ हामीले तपाईँको यो बढी चाहिँ मैले आफ्नो अनुभव गरेँ 72 साल भिसाले पछाडि चाहिँ नेपालमा म्याक्सिमम् ड्रोनहरूको युज भयो। त्यो बेलामा चाहिँ भिसाले गएको टाइममा चाहिँ विदेशीहरूले चाहिँ यो ड्रोन नेपालको समुदायपछि चाहिँ साथसाथै अब अहिले चाहिँ कुनै पनि इभेन्ट गर्नको लागि चाहिँ तपाईँको उसलाई चाहिँ ड्रोन अति आवश्यकता परेको छ। अब हामी साथै सबैजना चाहिँ ड्रोन छ भन्दा छ भन्छौँ तर कसरी उडाउने के गरी उडाउने कसरी युज गर्ने भने हामी कसरी पनि पढ्दैनौँ हेरेर पनि हेर्दैनौँ कि ड्रोनहरू किनिसकेपछि आफू कसरी ह्यान्डल गर्ने कसरी चाहिँ उडाउने कुन टाइममा यसको सर्भिस गर्ने लाई के गर्न सकिन्छ भने चाहिँ कसरी चाहिँ क्रास ड्रोन नदिने भन्ने कुरा चाहिँ म हजुरलाई सेयर गर्छु। एट्याक गर्नको लागि ड्रोन युज हुन्छ टाइममा चाहिँ क्यामेराको फिल गरेको हुन्छ फिनिसिङबाट चाहिँ त्यसको चलाउने हुन्छ जस्तै एचपी रिमोटहरूबाट चाहिँ ट्रान्समिसनबाट काम गर्थ्यो। त्यसको डेभलप हुँदा हुँदै अब अहिले चाहिँ अब यस्तो प्रविधिमा आइसक्यो। अब अहिले यो भने राम्रो डेभलप के भएको छ भने यही ड्रोनहरूबाट चाहिँ तपाईँ अस्ति जस्तो क्रिस्टियन मान्छे हरायो भने त्यस्तो पनि पत्ता लगाउने ड्रोन अहिले नेपालमा आइसकेको छ कि तपाईँको जस्तै क्रिस्टियन मान्छे हराएको भने चाहिँ यो थर्मो क्यामेरा हुन्छ त्यो चाहिँ मान्छेको ठाउँ छ भन्ने कुरा सम्म पत्ता लगाउने ड्रोन आइसकेको छ। भनेपछि हामी टेक्नोलोजीमा त धेरै अगाडि बढिसकेको छ। ड्रोनहरू चाहिँ सर्वप्रथम कसरी युज गर्ने भन्ने चाहिँ म हजुरलाई भन्छु होइन सबै भएको ड्रोन चाहिँ डिजाइन कम्पनी के होला तपाईँले चाहिँ अब प्रोफेसनल हिसाबले नेपालमा चलेको छ डिजाइन ड्रोन युज गर्नुहुन्छ। यो ड्रोनहरूमा कस्तो हुन्छ भने हामीले चाहिँ कतिले चाहिँ थाहा भएर कसैले थाहा नभएर सबै कुरा चाहिँ हामीले ध्यान दिनुपर्ने हुन्छ कि यसमा। यही ड्रोनमा पनि माइन्डको मैले प्र्याक्टिकली चाहिँ गरेर देखाउन सक्ने सिनेमेटिक भयो यो चाहिँ तपाईँको एक्सिडेन्ट ड्रोन भन्छ क्या यो चाहिँ जस्तो ठाउँमा पनि हुन्छ। अब यो सबैभन्दा सुरुमा चाहिँ हामीसँग ड्रोन भइसकेपछि चाहिँ हामीले ड्रोनको चाहिँ जस्तै के हुन्छ भने सबैभन्दा पहिला चाहिँ यो अगाडिको आर्म्सहरू चाहिँ खोल्नु पऱ्यो। यिनीहरू यो खोलिसकेपछि अगाडिको यो क्याप खोल्नु पऱ्यो। क्याप खोल्न बिर्स्यो भने यसको गिम्बल जान्छ, गिम्बलमा प्रब्लम आउँछ, गिम्बलको इस्यु आउँछ। ड्रोन उडाउनु आफूले अन गर्नुभन्दा अगाडि जहिले पनि यसको चाहिँ क्याप निकाल्नु होला। यो निकालिसकेपछि आफ्नो कोपिलर राख्ने पनि यसको साइड हुन्छ। त्यसकै प्रायः ड्रोन डिजाइनको सबै ड्रोनमा चाहिँ इन्डिकेट गरेको हुन्छ। यो जस्तै यहाँ व्हाइट छ भने यसको यो मोटरमा पनि व्हाइट दिएको हुन्छ कि यसलाई सिडब्लु भन्छ। क्लक वाइज र क्लक वाइज हुन्छ। अनि यो साइडको चाहिँ यसलाई ए यसलाई बी भन्छ कि यो ए अगाडिको राइट ए र पछाडिको राइट बी चाहिँ एउटै लाग्ने भन्छ। यसमा चाहिँ डिजाइनको अलमोस्ट सबै ड्रोनमा त्यही नै छ। यसमा अलिकति डिफ्रेन्ट छ, यसमा सेम छ। किनकि हामीले चाहिँ जहिले पनि उडाउँदाखेरि ब्याट्री आफ्नो ब्याकअप चेक गर्नु पऱ्यो। जस्तै ब्याट्री फुलेको छ भने तपाईँले चाहिँ
10 मिनट उठ्यो भने त्यसलाई चाहिँ केही मिनट कम गरेर बनाउनु पऱ्यो। रिक्सी हुन्छ ब्याट्रीहरू फुलेको उसको कन्डिसनमा चाहिँ ब्याट्री चेक गर्नु पऱ्यो। ड्रोनको अगाडिको आँच सबैभन्दा पहिला खोल्नु पऱ्यो। यो गिम्बल कभर झिक्नु पऱ्यो हामीले ड्रोन बनाउनुभन्दा अगाडि र त्यस पछाडि ब्याट्री चेक गरेर ड्रोनलाई अन गर्नु पऱ्यो। अनि आफूले अब रेकर्ड गर्दाखेरि चाहिँ मोबाइलमा रेकर्ड हुन्छ भनेर चाहिँ रेकर्ड गर्ने होइन कि यसको यहाँ चाहिँ हामीले मेमोरी कार्ड चाहिँ हाल्नु पऱ्यो रेकर्ड गर्नको लागि चाहिँ आफ्नो फुटेजहरू उसको लागि चाहिँ कन्ट्रोलरमा आर्ट्स कन्ट्रोलमा सबैभन्दा बढी चाहिँ यसमा चाहिँ ध्यान दिनु। यो डिस्प्ले भएको हो र यो डिस्प्ले नभएको सबै फङ्सन एउटै हुन्छ अलमा यसमा चाहिँ हेर्न पाइयो यसमा मोबाइल राख्नु मात्र भयो। यसमा त्यो जस्तो बनाउनुबाट फरक हुने हो भन्ने के पनि सबै सेमै हुन्छ। यो डिजाइन कोबाट चल्छ यो चाहिँ डिजाइन 5 बाट चल्छ या चाहिँ माइक पर्छ र अप्सन गरेपछि 1.4 मिटर चाहिँ माथि जस्तै 4 फिट माथि चाहिँ अटोमेटिक ड्रोन हुन्छ। त्यसपछि चाहिँ तपाईँले कति कता लाने के गर्ने आफ्नो हातको ड्रेसमा अनुसारले गर्न मिलेछ। नत्र म्यानुअली गर्दा चाहिँ यो दुईवटा चिज चलाएर त्यसो पहिला छ। त्यसलाई तपाईँको यो जोइस्टिक हो मेन कुरा। ड्रोन बनाउँदाखेरि हामीले हाम्रो आँखा त इम्पोर्टेन्ट भइहाल्यो। त्यसको साथसाथै हाम्रो हातको फिङ्गरहरू चाहिँ एकदम साफ हुनु पऱ्यो। कहिलेकाहीँ मेरो ड्रोन उड्यो र थाहा भएन भन्नुहुन्छ नि आफ्नो कन्ट्रोल चाहिँ अब यो जोइस्टिक प्रब्लम छ भने त्यसले गर्दाखेरि ड्रोन चाहिँ अटोमेटिक गइरहेको हुन्छ क्या। यसको लागि चाहिँ यसको आरसी क्यालकुलेसन भन्ने हुन्छ त्यो पनि म अहिले हजुरलाई सबै भन्छु स्टेप बाई स्टेप। यो बनाउनको लागि चाहिँ यही भइहाल्यो। अब यो छुट्टिएको लागि यो माथिबाट यो झार्नु पऱ्यो भने एक कलर डाउन गर्नु भइहाल्यो। यो घुमाउनु अहिले यो बाहिर सबैभन्दा मेन कुरा भनेको यो सेफ्टीमा हुन्छ। सेफ्टीमा चाहिँ एकदमै धेरै छ। यो चाहिँ सबैको कस्तो हुन्छ भने तपाईँको ड्रोन मिटर तपाईँले कति डिस्टेन्स दिनुभएको छ 120 मिटर 200-300 मिटर दिनुभएको छ नि त्यति मिटर ड्रोन गइसकेपछि चाहिँ अनि त्यस पछाडि त्यो आफ्नो पोजिसन लिएर रिटर्न हो। नत्र तपाईँको सिधै जुन ठाउँ हो त्यहाँबाट रिटर्न हुने हो। हामीले पहिला आफ्नो सराउन्डिङ क्यालकुलेट गरिसकेको जुन ठाउँमा कति हाइटमा दिएको छ त्यस पछाडि तल आएर अनि ड्रोनमा आउने हुन्छ। होम पोइन्ट एक्टिभिटी भनेको चार्ज राखेको थिएन गर्दा गर्दै चार्ज गयो ड्रोनै अन भएन भन्नुहुन्छ। त्यसलाई चाहिँ तपाईँले टाइम टु टाइम चार्ज गरिरहनु पर्छ। होइन त्यो गर्न परेन भने पनि आफ्नो ग्याजेट हो एक्चुअली तपाईँले चेक गर्दाखेरि चाहिँ सबैभन्दा आफ्नो सेफ्टीको कुरा हो कि देख्छ मेरो ड्रोन भनेर यो आँखा भयो भने यसको चाहिँ अन्दर लाइट चाहिँ त्यो तारको लागि छ। सेन्सर डिटेक्ट गर्छ तर यसले कस्तो ठुलो अब्स्ट्याकललाई छोप्ने अब्स्ट्याकल देख्छ। सेन्सरले छोप्ने अगाडि आएको छोप्ने देख्छ त्योदेखि अब्स्ट्याकल देख्छ। सेन्सर तारहरू त्यसले देख्दैन। आफ्नो हटाइरहेको हुन्छ।
ड्रोन हाउसले नपुरमा आएर हामीले जुन तालिम आयोजन गर्नुभएको छ सबै स्पोन्सर गरिदिएर उनीहरूलाई चाहिँ सामान जुटाइदिएर स्वयं आफै आएर यो कार्यक्रम गर्नुभएको छ उहाँलाई चाहिँ ताली बजाएर उहाँलाई धन्यवाद दिन चाहन्छु फोटोग्राफी सङ्घ स्थापना भइसकेपछि संस्थाले के दियो त भन्ने प्रश्न धेरै गराउँछ क्या कति प्रश्न गरिसकेपछि चाहिँ आज आउनु भएको छैन होइन संस्थाले के दियो कतिपय पैसा माग्न मात्रै आउँछ संस्थाहरू रिन्यू गरेर पैसा माग्न आउने कार्यक्रम धेरै धेरै भन्नुहुन्थ्यो त्यसको लागि चाहिँ आज ड्रोन हाउसको सहयोगमा प्लस हामीलाई यो कार्यक्रम सम्पन्न गर्नलाई फोटो कन्सलले पनि साथ दिनुभएको सहयोग गर्नुभएको छ त्यस्तै आकाश भैरव कलर ल्याबले पनि सहयोग गर्नुभएको छ त्यस्तै चितवनमा रहेको चितवन एडभान्स प्रिन्टिङले पनि हामीले यस कार्यक्रमलाई स्पोन्सर गरेर सहयोग गर्नुभएको छ त्यस्तै बन्जाई कन्सल्टेन्सी जुन जापान जानको लागि एउटा देश गन्तव्य भनिन्छ होइन सकेसम्म त देशमै बसेर काम गरौँ अब विदेश गइएको छ भने पनि सिप सिकेर बन्जाइबाट विदेश जाऊ भन्ने कुरा चाहिँ भन्न चाहे त्यस्तै अब यो ड्रोन तपाईँको ड्रोनहरू मर्मत गर्नु पऱ्यो बनाउनु पऱ्यो होइन नयाँ किन्नु पऱ्यो भने र ड्रोन सम्बन्धी कुनै पनि समस्या र जानकारी लिनको लागि चाहिँ काठमाडौँको अनाम नगरमा रहेको ड्रोन हाउसलाई सम्झिनु होला र हाम्रो राजकुमार सर चाहिँ एकदम अनुभवी टेक्निसियन पनि हुनुहुन्छ ड्रोन पाइलट पनि हुनुहुन्छ उहाँले हामीले चाहिँ आफ्नो जानेका कुराको भरपूर आनन्द लिँदै हुनुहुन्छ र उहाँले एकदम निःशुल्क रूपमा आएर हामीले त्यहाँ दिनुभएको छ है त्यसमा चाहिँ उहाँले एकदम धन्यवाद पर्छ हामी सबैले हाम्रो अभिभाग्य हो उहाँ स्वयं काठमाडौँबाट आएर हामीले आज ड्रोन सम्बन्धी ज्ञान दिँदै हुनुहुन्छ त्यसैले हाम्रो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुपर्ने मेन त ड्रोन हाउस भइहाल्यो त्यस्तै फोटो कन्सल जुन हामीले राम्रै खिचेका फोटोहरू राम्रोसँग प्रिन्ट गर्न नेपालमै कलेजमा नगर्ने काठमाडौँको फोटो कन्सल छ त्यहाँ चाहिँ हामीले फोटो पठाएर आफ्नो फोटो दिन सक्छौँ त्यस्तै आकाश भैरव कलरलाई सबैको नाम थाहा छँदैछ आकाश भैरव कलरलाई पनि हामीले सहयोग गर्नुभएको छ र त्यस्तै चितवन एडभान्स प्रिन्टिङ काठमाडौँ बाहिरको र नेपालको पहिलो कलेजमा एल्बम बनाउने ठाउँ नारायणमा रहेको चितवन एडभान्स प्रिन्टिङ छ त्यहाँ पनि हामीले खिचेका राम्रो फोटोहरू लगेर एल्बम बनाएर राख्न सक्छौँ किन इन्डिया पठाउँदै 2-4 सयको महँगो भए पनि हामीले हाम्रै ठाउँमा रहेको संस्थाहरू सहयोग पनि चाहिएको छ नि त त्यसैले सहयोग एकापस हुनुपर्छ हामीले उता काम दिने उताबाट हामीले सहयोग लिने गर्नको लागि सबैजना अनुरोध गर्दछु आफ्नो स्थानीय स्तरमा रहेको कलेजमा प्रिन्टिङ ठाउँ चितवन एडभान्स प्रिन्टिङ त्यस्तै काठमाडौँमा रहेको फोटो कन्सलमा पठाऊ इन्डिया पठाउने बन्द गरौँ इन्डियामा एउटा सामान पनि ल्याउन रोग लगाएको छ होइन हाम्रो कलेजबाट पुरै त्यो बाटो सरलै उयो क्या कति होला छ होइन त्यही भएर चाहिँ इन्डिया पठाउनु बन्द गरेर नेपालकै कलेजमा प्रिन्ट गरौँ फोटो प्रिन्टरलाई आकाश भैरव कलर छँदैछ र ड्रोन सम्बन्धी कुनै पनि समस्या परेको खण्डमा ड्रोन हाउस छँदैछ भने एकछिनमा बिरेको चान्स गर्नु वेडिङ प्रोग्रामहरूकै लागि हामीले म्याक्सिमम् के भन्छ र फिल्मी योजनामा हामी सायद धेरैजना कम संलग्न छौँ सबैको कोही यहाँ धेरै जस्तो समय ड्रोन होला मसँग चाहिँ छैन ड्रोन होइन मैले चाहिँ कुन खालको ड्रोन दिँदा आवश्यक होला त्यो आवश्यक होला कुन खालको ड्रोन दिँदा मलाई मेरो वेडिङ प्रोग्रामहरूको लागि चाहिँ सहयोग पुग्छ यो खालको चाहिँ एकदम बेस्ट छ यतिसम्मको भए हुन्छ भन्ने खालको सल्लाह के छ सल्लाह वेडिङको लागि विशेष चाहिँ मिनी 3 सिरिजभन्दा माथिको मिनी 4 मिनी 5 सम्म आइसकेको छ होइन त्योसम्मको चाहिँ तपाईँ युज गर्न सक्नुभयो त्यसमा चाहिँ तपाईँले मैले भने जस्तो सबै फङ्सनहरू छ अब वेडिङको लागि भने उहाँले कुन किनेको अर्कोले कुन किन्यो भन्ने कुरा होइन यो कस्तो छ भने हाम्रो नेपालमा टुबी फ्याक्ट्री छ भने मैले यो ड्रोन किनेँ भने भोलि त्यो अर्को मान्छेले यो ड्रोनको बारे नपढिकन नबुझिकन किन्छ क्या उसले चलाउन आओस् नआओस् उसले घरमा त किनेस् मैले किन्न भने किन्छ तर यसले खिच्ने र यिनीहरूले खिच्ने भनेको एउटै हो तपाईँको हातको कसरी खिच्ने मुखबारी खिच्ने कसरी खिच्ने भन्ने कुरा आफ्नो हातको कुरा हुन्छ अब यही मिरिटले आजसम्म खिचेर मान्छेले राम्रो बाली निकालेकै छ यो मिरिटले खिचेर राम्रै निकालेकै छ अब यो चाहिँ कस्तो भने यो ड्रोन देखाएछ अलिक धेरै बजेट आउनेको अब यो ड्रोन देखाएछ त यो नर्मल ड्रोन भनेको मान्छेले पैसा नदिने त्यति फरक तपाईँले किन चाहिँ यो मिनी 3 देखि मिनी 5 सिरिज लिए पनि राम्रो छ अहिलेको कन्डिसनमा
अब अहिले नयाँ आएको लिडो लाइटो भन्ने छ, लाइटो पनि एकदम राम्रो छ, त्यो पनि 360 खिच्ने, अनि त्यसको सेन्सरहरू पनि तपाईँको अपार सेन्सरले तपाईँको सराउन्डिङ सबै सेन्सर गर्छ। जस्तै तपाईँको पार्टी ग्लास बनाउनुभयो भने सेन्सरले डिटेक्ट गर्ने त्यो राम्रो खालको फङ्सन आएको अहिले नयाँ आएको डिजाइन टुल छ। त्यो धेरै महँगो पनि पर्दैन, तपाईँको अस्ति बेलादेखि त्यति भयो भने आफ्नो एउटा बडीको लागि ठ्याक्क इनफ पनि हुन्छ, फोकी क्वालिटी पनि आयो, कम्बो सेट ब्याट्री किन्दा भएको हुन्छ, त्यसले तपाईँलाई चाहिँ बेस्ट पनि त्यही हुन्छ कहिले सिक्नको लागि। अब प्रोफेसनल भोलि राम्रो प्रोजेक्ट आयो त यस्तो ड्रोन किन्ने, योभन्दा महँगो आउँछ। यही ड्रोनमा पनि 6 लाखसम्म कति छ, सिरिज हेरी हेरी आफै छ। अब अरूले के किन्यो भने पनि प्लेटफर्म किन्नुभन्दा अगाडि तपाईँले पहिला चाहिँ रिसर्च गर्नु पऱ्यो यसमा कस्तो खिच्छ, के खिच्छ, अनि कसरी आफै कन्ट्रोल गर्न सकिन्छ सक्दैन। ड्रोन डिजाइनको सबै कन्ट्रोल गर्ने एउटै आरसीबाट सबै चिज कन्ट्रोल गर्न सकिन्छ, त्यसमा कुनै फङ्सन चेन्ज छैन। यिनीहरूमा पनि सेम त्यही फङ्सन हो, तर तपाईँले उडाउँदाखेरि कसरी उडाउने भने तपाईँको हातको कुरा हो। अनि क्वालिटी कसरी मैले निकाल्न सक्छु भने त तपाईँले त्यसको भएको एभरेजर, आइएसओ, सर्ट स्पिड के हो त्यो खेलाउन सक्नुहुन्छ। ड्रोनमा पनि त्यो फङ्सन हुन्छ। तपाईँले 2 मिनट आधा घन्टा लागेर यो ड्रोनको बारेमा पढ्नुभयो भने तपाईँ जुनसुकै ड्रोनबाट राम्रो क्वालिटी निकाल्न सक्नुहुन्छ। र वेडिङको लागि चाहिँ अहिले आएको नयाँ लाइटो 2टा सिरिज छ, र मिनी 3 भन्दा माथि सिरिज हो। मिनी 2 सिरिज यो बन्द भइसक्यो, यो आउँदैन। यो अवटार टुल हो, यो चाहिँ खासै तपाईँको रेस्टुरेन्टहरूको, होटेलहरूको, अनि त्यो टावर भिडियोहरू बनाउँछ नि त्यसको लागि चाहिँ बेस्ट हो कि यो अब हाम्रो वेडिङको लागि चाहिँ कसरी गत सालमा नेपालमा ड्रोन आउँदाखेरि सबैभन्दा सुरुमा ड्रोन डिजाइन बनाउने मैले नै डिजाइन कसले बनाउँछ वारेन्टी कसरी आइदियो त्यो बिचमा बिग्रियो भने तपाईँको त्यस फेरेको सामानमा पैसा लाग्छ। हजुर सामानहरू चाहिँ खोलेर पार्छ, क्यामेरा ड्रोनहरू चाहिँ डिजाइन सामानहरू केही चाहिएको थियो एडभेन्चर टेबल सबै पाउनु दिएन। त्यो चाहिँ कस्तो हुन्छ लेन्सको मुभमेन्ट भएपछि त्यो टेबल हान्छ। यो जिल्लाले एउटा मित्र राष्ट्र भारतलाई सम्म जोड्ने नाकाको काम पनि गरेको छ र यहाँका सांस्कृतिक तथा सम्पदाहरू विभिन्न महत्त्व बोकेका चिजहरू स्थानहरू छन् र त्यसैमा फोटोग्राफर गर्ने हाम्रो नवलपुर फोटोग्राफर सङ्घ प्रदेशले यस्ता विभिन्न कार्यक्रमहरू जस्तो आफ्नो प्रदेशभित्र रहेका जिल्लामा एक्टिभ नभएका कुनै जिल्लाहरू संस्था नै गठन नभएका त्यस्ता छन् र हामी कहिले गोर्खा पुगेर कहिले बेनी पुगेर यहाँहरू पनि स्वयं उपस्थित हुनुहुन्थ्यो। ती जिल्लाहरूमा सङ्घ गठन नभएका ठाउँमा सङ्घ गठन तदर्थ समिति गठन कार्यक्रम गर्दै हिँडेका छौँ। जस्तो यही 2 हप्ता अगाडि पनि र प्रदेशले के गर्यो भन्नुहुन्छ भने त्यही हो, हामीले गर्न पर्ने कुराहरू यहाँहरूले प्रक्रियागत रूपमा गएर यस्ता खालका तालिम माग गरेर जानुभयो भने जस्तो स्याङ्जामा यस्तै खालको तालिम हामी गण्डकी प्रदेशले दिइसकेको अवस्था छ। अस्ति बेनीमा गएर पनि अन्तर्क्रिया तथा साथीहरूलाई यो सङ्घ संस्थामा लागेको यसको भावना र मर्म के हो त्यस सम्बन्धी नै हामीले सजग गराउने र एकजुट गराउने मुख्य हाम्रो उद्देश्य हो। आपसी मेलमिलाप र परस्पर सहयोगको भावना जुटाउने हो र त्यो त्यसपछि गर्ने भनेको जिल्ला सङ्घहरूले हो र यहाँहरूले गर्नुभएको छ। यहाँहरू धन्यवादको पात्र हुनुहुन्छ र अब यहाँ टाइमको पनि त्यस्तै छ, ट्रेनिङ दिइराख्नु भएको छ। हाम्रो ट्रेनर साथी हाम्रो इन्डिया जाँदा नि भेट्नु भएको थियो, खुसी लाग्यो उहाँलाई आएर, उहाँले तालिम दिइराख्नु भएको छ। हामीले सायद धेरै टाइम लिँदाखेरि यहाँहरूको यता टाइम लस होला भन्दै यो समयको पाबन्दीले यहाँहरूलाई पुनः हार्दिक हार्दिक धन्यवादका साथ म मेरो भनाइ अन्त्य गर्न चाहन्छु। हस्त धन्यवाद। हामीले अहिले यस्तो ट्रेनिङ लिइरहेको छौँ जुन चाहिँ हामीले चाहिँ वेडिङ सम्बन्धी गिम्बल चलाउने अब हामी चाहिँ कुराहरू तपाईँलाई कति कुरा थाहा छ। यहाँको चाहिँ नवलपुरको साथी पनि गत सिजनमा हाम्रो चाहिँ मिराज राष्ट्रिय वैवाहिक फोटो प्रतियोगिता प्रत्येक वर्ष हुन्छ जुन चाहिँ अब भदौको 20 गते हामीले त्यसलाई त्यो फोटोको चाहिँ हामी प्रतियोगिता गर्न गइरहेका छौँ र त्यसको चाहिँ फर्म चाहिँ अब खुलिरहेको छ। त्यसमा यहाँहरू सबैले आफूले खिचेका फोटाहरू
यहाँ राख्नु होला। उत्कृष्ट फोटोहरू यहाँ समावेश हुनेछन् र तपाईँले चाहिँ पुरस्कार जित्न सक्नुहुनेछ। त्यो राष्ट्रिय स्तरको पुरस्कार रहनेछ, यहाँहरू सबैलाई थाहा भएको कुरा हो र त्यो पुरस्कारबाट धेरै साथीहरूले लाभ लिइराख्नु भएको छ। एउटा सिजनको विजेता हाम्रो चाहिँ पर्वत प्रोग्रामको अध्यक्ष पनि हुनुहुन्छ विजय सर, उहाँले पनि अहिलेभन्दा अघिल्लो सिजनको चाहिँ उहाँले वेडिङ फोटो कन्टेस्टको विजेता पनि भइसक्नु भएको छ। त्यसै गरी अर्को छ हाम्रो नेचर एन्ड ल्यान्डस्केप, जुन चाहिँ यो गण्डकी प्रदेशको विशुद्ध आफ्नो किसिमको राख्नु र आफ्नो यहाँको चाहिँ प्राकृतिक वातावरणसँग सम्बन्धित तपाईँहरूको चाहिँ फोटोहरू, त्यो पनि नवलपुरबाट पनि त्यो फोटोमा पनि विजय हासिल हुनुभएको छ होइन। एकजना बहिनी हुनुहुन्थ्यो यहाँको के महत्त्व हुनुहुन्थ्यो है, एमु कुमाला, त्यो चाहिँ हात्तीको चाहिँ पूर्णदत्त भट्टराईज्यू, नवलपुर फोटोग्राफर सङ्घ तथा ड्रोन हाउसको आयोजनामा सम्पन्न भएको आजको यस कार्यक्रमका प्रमुख अतिथि एकीकृत सेवा केन्द्रका वरिष्ठ अधिकृत श्री विक्रम सुवेदीज्यू, ड्रोन हाउस अनबनगर काठमाडौँका सञ्चालक श्री राजकुमार तिमल सिन्हाज्यू, नेपाल फोटोग्राफर महासङ्घका केन्द्रीय सदस्य तथा नेपाल नवलपुर फोटोग्राफर सङ्घका निवर्तमान अध्यक्ष श्री दिपेन्द्र बस्यालज्यू, संस्थाका संस्थापक अध्यक्ष श्री किशोर अधिकारीज्यू लगायत यहाँ उपस्थित हुनुभएका सम्पूर्ण नवलपुर फोटोग्राफर सङ्घका कार्य समिति सदस्यहरू तथा फोटोग्राफर सदस्यज्यूहरू, साँच्चै आजको यो प्रतीक्षा गरेको दिन आज हामीले सम्पन्न गरेका छौँ। राजकुमार सरसँग धेरै अगाडिबाट कुरा भइरहेको थियो, उहाँ चितवन आउने, नवलपुर आउने अनि हामीले उहाँसँग केही कुरा सिक्ने भन्ने कुराको त्यो अवसर आज जुरेको छ र उहाँ स्वयं आफै ड्रोन हाउसको व्यवस्थापनमा नवलपुरमा आएर हामी नवलपुरका फोटोग्राफरहरूलाई जुन किसिमको ट्रेनिङ दिनुभएको छ यसको लागि उहाँप्रति उच्च सम्मान व्यक्त गर्न चाहन्छु। किनभने उहाँ त्यति टाढाबाट आउनुभएको छ, आफ्नो एउटा व्यवसाय छोडेर हामी फोटोग्राफरहरूमा केही नयाँ प्रविधि सम्बन्धी ज्ञान बढ्नेछ भन्ने हाम्रो सिप अभिवृद्धि गर्ने हेतुले यहाँ आउनुभएको छ र हामी पनि जसरी उहाँ आएर आफ्नो दत्तचित्त भएर हामीलाई आफ्नो ज्ञान दिनुभएको छ त्यसरी नै जब हामीलाई गिम्बल लगायतका लाइट क्यामेराको रिपेयर तथा खरिद गर्नुपर्ने हुन्छ त्यो अवस्थामा पक्कै पनि हामी राजकुमार सरसँग सहयोग लिनेछौँ, उहाँसँग सल्लाह लिएर उहाँकोबाट सामान खरिद गर्नेछौँ भन्ने पनि हामी नवलपुरको तर्फबाट वाचा गर्न चाहन्छु। जसरी उहाँले हामीलाई माया दिनुभएको छ त्यसरी नै हामीले त्यसरी नै उहाँलाई माया गर्नुपर्छ र अर्को पटक त्यसरी नै बोलाउन पाइन्छ भन्ने कुरा पनि बिच जानकारी गराउन चाहन्छु। र आजको यस कार्यक्रमलाई सफल पार्न र यो कार्यक्रमलाई नजिकबाट हेर्न जसरी हाम्रा एकीकृत सेवा केन्द्रका वरिष्ठ अधिकृत विक्रम सुवेदीज्यू हामीसँग दिनभरि बसेर प्रत्यक्ष रूपमा हाम्रो यो कार्यक्रमलाई हेर्नुभएको छ, पक्कै नै उहाँको सहयोगमा हामीले अघिल्लो पटक एउटा तालिम गरेका थियौँ र अहिले पनि जुन यसरी उहाँले प्रत्यक्ष उहाँको प्रमुख अतिथिमा आज हामीले यो तालिम सम्पन्न गर्ने सौभाग्य पायौँ। यसबाट म के आशावादी छु भने अब हाम्रो अक्सिजन भनेको साउन भदौ असोज सायद 3 महिना अक्सिजन छ। यो बेलामा विक्रम सरले पक्कै पनि हामीलाई केही न केही हाम्रो एकीकृत सेवा केन्द्रको कार्यालयबाट केही न केही हामीलाई तालिम दिनुहुनेछ भन्ने हामीले पूर्ण आशा गरेका छौँ र त्यो तालिममा सम्पूर्ण फोटोग्राफरहरूलाई कृपया सहभागी भइदिन चाहिँ अनुरोध गर्दछु। तालिम आयोजना गर्ने तर तालिममा सहभागी हुन अल्छी मान्यो भने चाहिँ तालिम दिनेलाई पनि आयोजना गर्नलाई पनि अलिक मजा चाहिँ आउँदैन होइन। यो कुरा किनभने ज्ञान भन्ने कुरा जति सिक्दै गयो त्यति बढ्ने हो, सिकेर केही पनि घट्दैन। आज हामी आएको मध्ये एउटा नयाँ कुरा केही न केही पक्कै सिकेका छौँ होइन। त्यही भएर चाहिँ यो सबै जति जान्ने भए पनि केही न केही पक्कै नयाँ कुरा सिकेका छौँ। नसिके पनि हामीले ड्रोन बनाउन ड्रोन हाउसमा रहेछ, ड्रोन बनाउनु बिग्यो भनेर थाहा पायौँ नि त। राजकुमारजीसँग प्रत्यक्ष भेट्ने मौका पायौँ। त्यस्तै हाम्रो सेवाको हाम्रो यो पसलको दर्ता जो घरेलु कार्यालयमा थियो होइन, त्यो कारणले के सेवा हुन्छ भन्ने कुरा पनि जान्न त पायौँ नि त। विक्रम सरले जानकारी गराइदिनु भयो यो संस्था भनेको तालिम दिने संस्था हो, यसबाट चाहिँ तपाईँ हामी यस्ता व्यापार व्यवसाय गर्नेहरूलाई तालिम पनि दिइन्छ, बजारमा अनुगमन गर्ने काम पनि एकीकृत सेवा केन्द्रबाट हुन्छ, त पर्यटन सम्बन्धी कामहरू पनि हुन्छ भन्ने कुरा उहाँले त्यो कुरा सिक्न पायौँ नि त। घाटा खाइ पनि छैन, केही न केही सिक्न पायौँ। त्यसको अलावा हामी सबै साथीभाइसँग फोटोग्राफरहरूको कमसेकम भेटघाट भएको छ होइन। प्रतियोगिताको बारेमा पनि जानकारी दिनुभएको छ, त्यसको कम्प्लिट छोडेर जानुभएको छ। पक्कै पनि त्यो सबैजना फोटो प्रतियोगितामा पनि सहभागी भइदिनु होला र
मैले पनि एकपटक चाहिँ टप 5 मा परेर एउटा सर्टिफिकेटसम्म पाएको थिएँ। यो उसको पोस्ट गऱ्यो भने पुरस्कार जित्ने टाइम चाहिँ के अरे अवसर अलिक धेरै हुन्छ, त्यसैले सबैजनाले आफूले खिचेका फोटोहरू त्यसमा पोस्ट गरिदिनु होला। मिराज फोटो भन्ने एउटा ग्रुप छ, फेसबुक ग्रुप, त्यसमा सबैले आफ्नो फोटोहरू खिचेर कार्यक्रममा सहभागी भइदिनु होला। र हाम्रो आजको यस कार्यक्रमलाई अझै सफल पार्नको लागि हाम्रा सहयोगी संस्थाहरू हुनुहुन्छ। फोटो कन्सर्न काठमाडौँ, नेपालमै एचपी फोटोबाट कलेजमा एल्बम प्रिन्ट गर्ने एउटा संस्था छ, त्यो हो फोटो कन्सर्न। सबैजनाले आफ्नो कलेजमा एल्बमहरू बनाउन पऱ्यो भने अब इन्डिया पठाउने होइन, नेपालमै छाप्ने हो। काठमाडौँमा बन्छ एल्बम, र त्यसको लागि चाहिँ सबैजनाले फोटो कन्सर्नमा सहयोग गर्नु होला। त्यस्तै आफ्नो फोटोहरू धुलाउनको लागि नारायणमा रहेको आकाश भैरव कलर ल्याब छ, उहाँले पनि हामीलाई सहयोग गर्नुभएको छ, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै चितवन एडभान्स प्रिन्टिङ नारायणघाट, जुन काठमाडौँ बाहिरको एक मात्र करिजमा एल्बम प्रिन्ट गर्ने ठाउँ हो, त्यहाँबाट पनि हाम्रो कार्यक्रम सफलताको लागि हामीलाई सहयोग गर्नुभएको छ। र यसको स्याम्पलहरू पनि यहाँ छ, स्याम्पलहरू हेर्न सक्नुहुन्छ, करिजमा एल्बम प्रिन्टहरू। त्यसैले हामी हाम्रो देशमै आत्मनिर्भर भएका छौँ यो करिजमा एल्बम प्रिन्टिङको मामिलामा, फोटो प्रिन्टिङको मामिलामा। डिजाइनहरू तपाईँहरूले गरेर पठाउन सक्नुहुन्छ, अथवा चाहिँ वही डिजाइन पनि हुन्छ, त्यसको मूल्यहरू पनि यहाँ लेखिएको छ। करिजमा एल्बम नेपालमा 2टा छ प्रिन्ट गर्ने ठाउँ, यहाँ नै दिनु होला, इन्डियामा पठाउनु होला। र आफ्नो ठाउँमा नजिकै भएको संस्थालाई बचाइयो भने हामीलाई त्यहाँबाट फेरि सहयोग पाइन्छ भन्ने म अनुरोध पनि गर्न चाहेँ। र ड्रोन हाउसलाई त अब एकदमै आभारी छु, यो कार्यक्रम जुन सफल भएर सहयोग गर्नुभयो। र तपाईँहरू जो जति यहाँ धैर्य भएर बसिदिनु भयो उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र म के अनुरोध गर्न चाहन्छु भने आगामी दिनमा तपाईँहरूलाई के कस्तो तालिमहरू चाहिएको छ कृपया सल्लाह सुझाव दिनु होला। यो संस्थाको अध्यक्ष अहिले म कुशल अधिकारी छु। अब कार्यकाल घरि समयको कार्यकाल हुन्छ, योभन्दा अगाडि किशोर दा हुनुहुन्थ्यो, देवेन्द्र सर हुनुभयो, अहिले म छु, अर्कोपटक तपाईँहरूमध्ये कोही हुनुहुन्छ होइन। त्यही भएर यो संस्था हामी सबैको, कसै एकजना मात्रै होइन। त्यसैले यो संस्थालाई बचाइराख्नलाई, दिगो बनाउनलाई संस्थामा आबद्ध सब हुन सबैलाई अनुरोध गर्दछु। वार्षिक लेबी समयमा तिर्नु होला र विभिन्न किसिमको तालिमहरूको लागि माग गर्नु होला। माग गरेपछि के कस्तो तालिम चाहिएको छ त्यो अनुसार बुझेर हामी समिति सल्लाह गरेर सबै त्यो अनुसारै तालिम ल्याउने बाचा पनि गर्दै सबैजनालाई फेरि पनि धन्यवाद दिँदै यो कार्यक्रम सभ्य र भव्य रूपमा सफल बनाइदिनु भएकोमा सबैलाई धन्यवाद दिँदै र राजकुमार सरलाई धेरै धेरै धन्यवाद दिँदै आजको कार्यक्रम यही समाप्त भएको सुन्न चाहन्छु। धन्यवाद।